एकजना युवा जसको न राजनीतिक पृष्ठभूमि थियो न त ठूलो पार्टीको सहयोग, तर पनि उसले राजधानीको सबैभन्दा शक्तिशाली पद जित्छ। एउटा इमानदार नेता जसले पुरै सिस्टमलाई चुनौती दिन्छ। भ्रष्ट राजनीतिबाट आजित युवाहरूको लागि बनेको छ आशाको एकमात्र किरण। बालेन शाह, एक सिभिल इन्जिनियर, र्यापर र अब एउटा राजनीतिक नाम। 2079 सालको स्थानीय निर्वाचनमा काठमाडौँ महानगरको मेयर निर्वाचित हुन्छन्। न पार्टी न संगठन, उनले विश्वास जिते जनताको। तर उनीमाथि राजनीतिक दबाव आउँछ, बजेट रोकिन्छ, मन्त्रालयले आदेश उल्टाउँछ, सामाजिक बहिष्कारको प्रयास समेत हुन्छ। र यही बीच नेपालको इतिहासमा पहिलो पटक जेनरेसन जेड अर्थात् जेनजी सडकमा उत्रिन्छन्। यी आन्दोलनहरूमा एउटा अनुहार प्रत्यक्ष रूपमा नदेखिए पनि एउटा सोच थियो बालेन शैलीको। सजिलो भाषामा भन्नुपर्दा युवा पुस्ताले बालेनलाई आफ्नो आवाजको प्रतिनिधि माने। सायद इतिहासमा पहिलो पटक हामी यस्तो देखिरहेका छौं जसले नेतृत्व लाभका लागि होइन, लडाईका लागि लिएका छन्।